हेलो सम्पूर्ण साथीभाइहरू नमस्कार। म तपाईहरुलाई आज मैले गर्ने जिमको एक्सरसाइजहरुको बारेमा बताउन गइराखेको छु। हेर्नुस्, मैले चाहिँ यो चेस्टको लागि गर्दै छु हैन। मैले जिम गरेको चाहिँ भयो एक हप्तामा लगभग गयो होला, 2-3 दिन जति गएछ हैन जिममा। तर मैले जिममा गइसकेपछि एउटा मेरो माइन्डसेट नै एकदम चेन्ज भयो के। जो जिम जोइन गर्नुभन्दा पहिला मेरो जिम प्रतिको सोचाइ थियो त्यो र जिम गइसकेपछिको मेरो त्यो जिम प्रतिको सोचाइ चाहिँ एकदम आकाश पातालको हैन भिन्नता पाएँ। के भिन्नता पाएँ भन्ने कुरा चाहिँ म तपाईहरुलाई क्रमशः भन्दै जानेछु। अन्तिमसम्म यो भिडियो हेर्नु होला। फर्स्ट अफ अल त मैले जिम गर्नुभन्दा पहिला यो फलाम उठाएर पनि कसैले चाहिँ बडी किन बनाउँछ होला जस्तो लाग्थ्यो के। मलाई जिम गर्ने मान्छे भन्नुपर्दा चाहिँ म साच्चै मूर्खी टाइपको मान्छे नै सोच्थेँ के मैले हैन, आफूले जिम गर्नुभन्दा पहिला। तर मैले जब जिम सुरु गरे पश्चात मैले आफूमा चाहिँ यति कुराहरू परिवर्तन पाएँ कि जुन कुरा मैले सायदै पाए थिएँ होला कि। जस्तो मेन्टल्ली रूपमा अथवा फिजिकल्ली रूपमा पनि हैन तपाई चाहिँ यति तन्दुरुस्त हुनुहुँदो रहेछ, त्यो चाहिँ अब जिम गर्ने मान्छेलाई बाहेक अरु कसैलाई थाहा हुँदैन जस्तो लाग्छ कि। किनकि मलाई हरेक साथीभाइहरूले जिम गर्दै साथीभाइहरू टन्न थिए मेरो आसपासमा हैन। तर उनीहरूले जिम गरेर देख्दाखेरि नसुती किन जान्छ होला हैन, यो नखानी त्यो नखानी किन गर्छ होला, एक दिनको जिन्दगी हो, सबै चिजहरू खाए त भइहाल्यो नि जस्तो मेरो सोचाइ थियो हैन। अनि म त्यही गरी मैले लगभग अहिले 28-29 वर्षसम्म भयो। अहिलेसम्म चाहिँ मेरो सोचाइ नै त्यही थियो कि। तर मैले जिम जोइन गरिसकेपछि चाहिँ यति आफूलाई स्वस्थ महसुस गरेँ। आफ्नो हुन्छ नि मेन्टल पिस के, एकदम कसैसँग रिस राग नहुने, रिस नउठ्ने हैन, एकदम क्लाम माइन्ड भन्छ नि, एकदम स्वच्छ माइन्डको हिसाबले चाहिँ म अगाडि सोच्न एकदम कोसिस गरेँ कि। यो जिम जोइन गरिसकेपछि मैले एकदम चेन्ज पाएँ हैन। यदि तपाईहरु पनि जिम जोइन गर्न चाहनुहुन्छ र जिम जोइन गरिराख्नु भएको छैन भने चाहिँ छिटै जोइन गरिहाल्नुहोस् हैन। जिम जोइन गरेपछि चाहिँ तपाईलाई धेरै मेन्टली पिस चाहिँ एकदम हुँदो रहेछ। तपाई टेन्सनमा हुनुहुन्छ, तपाईलाई धेरै नाना थरीका कुराहरूले चाहिँ ओगटिराखेको छ भने चाहिँ तपाईले जिम गर्नुस्, यस्तो एक्सरसाइजहरु गर्नुस् हैन। तपाईको मेन्टली पिस त हुन्छ नै, साथसाथै राम्रोसँग बडीको पनि मसाज टाइपको चाहिँ एक्सरसाइज राम्रो हुन्छ। र सुतिसकेपछि तपाई ओछ्यानमा पल्टिनु भयो भने निन्द्रा पनि यति छिटो लाग्छ हैन, मजाले मिठो निन्द्रा लाग्छ। मिठो निन्द्रा लागेपछि शरीरलाई पनि एकदम स्वस्थ हुन्छ र विभिन्न किसिमका रिल्सहरु, त्यो शोहरु हैन, नेटफ्लिक्सहरु, युट्युबहरु हेरिदैन नि त निन्द्रा लाग्यो भने। त्यो पनि एकदम प्लस पोइन्ट भइराखेको छ। र यही कुराले गर्दाखेरि चाहिँ साथीहरु मैले जिम जोइन गरिराखेको छु। तपाईहरुलाई यो जिम लगायत म चाहिँ अबदेखि जिममा गरेका एक्सरसाइजहरु र आउँदै गरेका दिनहरुमा चाहिँ मैले प्रत्येक दिन गर्ने गतिविधिहरुको बारेमा सानो भिडियो बनाएर पस्किने कोसिस गर्नेछु। हेरौं कहाँसम्म कन्टिन्यू गर्न सकिन्छ। यदि मैले चाहिँ कन्टिन्यू एभ्रीडे एउटा न्यू भिडियो ल्याउने कोसिस गरिरहेको छु हैन। आफूलाई नै मनोबलको लागि एउटा च्यालेन्ज गरिरहेको छु हैन। प्लस जिमको लागि पनि एभ्री विक 4-5 दिन चाहिँ कम्तीमा पनि जाने भन्ने एउटा टार्गेट छ। र खानेकुराहरुमा पनि जार रक्सी सुर्ती चुरोट त त्यो परेको कुरा छ हैन। एउटा शरीरलाई हानिकारक गर्ने त्यो जङ्क फुड, एनर्जी ड्रिङ्कहरु लगायतका हैन जति पनि खानेकुराहरु छन् तिनीहरु पनि एकदमै कन्ट्रोल गरेर सकेसम्म खाँदै नखाने, खाएपछि पनि केही मात्रामा खाने चाहिँ एउटा निदो गरेको छु। हेरौं कहाँसम्म सकिन्छ है त साथीहरु। ल बाँकी चाहिँ भिडियो मेरो 10 मिनेटको भिडियो छ। अन्तिमसम्म मैले गरेका ती एक्सरसाइजहरु हेर्नुस्, मोटिभ हुनुस् र चाहिँ जिम जोइन गर्नुस् है त। थ्यांक यू।